आँखा चाहिँ नलागोस् यसलाई हो बिचरा यसलाई कुट्दा पनि दुख्दैन है यो कति कुकुरसँग झगडा पर्छ यसलाई केही हुँदैन हिमा हरामी छ कत्रो कत्रो कुकुरसँग झगडा पर्छ यो है किन मन त यसलाई केही नहोस् भन्छ त कति कुट्नु यसले चुई पनि गर्दैन यसको डाइट यो 5 लिटरको भाँडा हो होइन नभनेको मैले 2 किलो यसले मात्रै खान्छ मैले बुझ गरेको होइन तपाईँहरूलाई यसले खायो भने देखाएको पनि होइन है तर यति साह्रो बलियो छ कि यो आमा यसको डाइट पनि हेर्नु न अन्त कोहीसँग डराउँदैन पनि यो फेरि प्रथम कुरा हो यो यसलाई जति नै कुटे पनि चुई पनि गर्दैन लट्ठी भाँचिदिनुहोस् यसलाई केही दुख्दैन यसलाई हेर्दा चाहिँ यत्रो छ पुर्के बरु यसले यति खान्छ होइन यो बोर्ड भाँडामा यत्रो भाँडामा यति खान्छ अरे हो छोडेको छ त्यो पनि हो यो पनि टाक्टु बनाइदिन्छ हेर्नुहोस् नि अम्बो यत्रो खान्छ अरे अन्त आयो 2 किलोको भाँडामा चाहिँ तुरेर आयो अरे यसलाई त अन्त भोलिको दिनमा यो नरेन्द्र मोदीले चामल मानेनन् भने त अन्त चामल किन्नु पऱ्यो नि त यसले त मान्यो जस्तो त मान्छ यस्तो छ यो गाई चाहिँ यत्रो छ हो हरामी छ हरामी भन्नु हरामी छ बुई जस्तोसँग झगडा पर्छ यो झन् मालिक छ भने त 10जनासँग पनि झगडा पो परिदिन्छ यो त्यस्तो खालको छ यसलाई कोस यसलाई केही फरकै पर्दैन अझै यत्रो बाँकी यहाँ हेर्नुहोस् फुलेर अलिक फुलिरहेको छ यसलाई फरकै पर्दैन 5जनासँग झगडा पर्छ ऊ माथि एक ग्याङ कुकुर छ कि यो आयो कि त लुक्छ यस्तो छ हेर्दा चाहिँ मान्छेहरू पनि भन्छ नि यो पुर्के मान्छे हरामी हुन्छ भन्छ नि मान्छे मात्रै होइन कुकुर पनि पुर्के हरामी हुँदो रहेछ फेरि प्रथम कुरा यसले आँखा देख्दैन हामी घरमा आउँदा पनि डाइरेक्ट आउँछ टोक्नु लागि अन्त ए भन्यो भने खालि स्वरले खालि चुप लागेर बस्छ फेरि एउटा कुरा यसको कति राम्रो छ भने मालिक घरमा कोही हाम्रो घरमा कोही आयो भने अब नानी सिलगढी गएको छ है प्रत्येक नानीहरू टक्कै आइपुग्यो भने यति बिना खुसी हुन्छ कि यो खुसी हुँदैन त्यसरी यो मुनि यो खुसी हुँदैन हो यो मुनिको यो पनि सुतिरहेको छ यो मुनि खुसी हुँदैन तर यो चाहिँ पुरै खुसी हुन्छ क्या के नै कुनै आएको जति के नै ल्याइरहेको छ त्यसलाई क्या एकदम यति नै राम्रो साह्रै माया लाग्छ क्या राम्रो यसको भन्दा बेसी माया लाग्छ यसको चाहिँ लाटा छ एकदम क्या सुँगो हुन्छ नि यो चाहिँ चतुरै छ